सम्पूर्णमा आज चाहिँ फेरि गहुँको ढिँडो सहित फर्सी मुन्टा दही दुध को भोजन बिहानको भोजन फेरि आजको शनिबारको भोजन तयार भइसकेको छ। अब म सुरु गर्दैछु। सर्वप्रथम त एकपल्ट भोजन मन्त्र ओम अनं ब्रह्मा रसो विष्णु भोक्तादि भोजनार्दन एवं ज्ञात्वा तथा द्वात्वा अन्नदोषो न लिप्यते अन्नदाता सुखी भव अन्नदाता सुखी भव अन्नदाता सुखी भव। अब यसलाई आज हाम्रो भोजनमा चाहिँ यहाँ गहुँको आटाको ढिँडो, त्यसपछि गएर दही अनि फर्सीको मुन्टा र आलु अनि यो दुध। यहाँनिर टिमुरको यता अलिकति ल्याउनुहोस् त, टिमुरको धुलो छ। टिमुरको धुलोलाई मैले अलिकति यसमा हालेँ, के अरे यो फर्सी मुन्टामा अलि यता देखाउनुहोस् त, अलि नजिक ल्याएर यहाँ गोलभेडाको अचार। अब सुरु गर्न लागेँ मैले। नारायण कृष्ण अर्पणम। नारायण बडा सुन्दर छ। यहाँ दही छ, गोलभेडाको अचार पनि बनाउनु भएको छ हाम्रो आज र इङ्ग्लिसमा पनि है त। बिहान अलि जुन भनेको थियो हजुरलाई, बिहान चाहिँ दही खान उपयुक्त हुन्छ, बेलुका चाहिँ दही खानु भन्नु भएन। छ यसमा मैले माथि टिमुरको धुलो जुन हाम्रो घरमै पिनेका थियौँ त्यो हालेर चाहिँ फर्सी मुन्टा हिजो बेलुका हामी इभिनिङ वाक जाने बेलामा यहाँ माथि अर्ग्यानिक फार्मबाट किनेर लिएर आइयो। टिमुरको धुलो सहित थोरै मात्रै हालेर